ल होइन गाइज हामी चाहिँ यहाँ भ्लग बनाउँदैछौँ होइन ऊ हाम्रो अङ्कलहरू आज हामी 10 जना हो होइन यहाँ मुनितिर गइराखौँ अब मुनि यहाँ हाम्रो चाहिँ आज यसो दाइँ चलिरहेको होइन अब दाइँको सिजन हो नि त गाइज त्यो भएर ल हेर्नु गाइज आटा घाम लगाइरहेको होइन तर मैले देखाएको छैन कि अगर हम करें तो करें क्या बोले तो बोले होइन गाइज अब के गर्ने त यस्तै छ अब गाउँले जीवन अब दाइँ हाल्दै हिँड्नु पर्यो ऊ हाम्रो दुइटा दाइहरू पछाडि हुनुहुन्छ होइन हाम्रो अङ्कल चाहिँ ऊ कट्टु तान्दै हिँड्छन् सबै हाम्रो अङ्ग्रेज दाई अङ्कल सबै छन् होइन गाइज हाम्रो अङ्कलले यहाँ अब यसो गफ हान्छन् होइन गाइज अब भरे युट्युबमा हेर्छन् यिनले म आफू के आएन भनेर अनि भाइरल भएको होला भन्न चाहन्छन् तर भाइरल हुँदैन के के रे अङ्कल रोक न रोक लगाएछ नि हाम्रो अङ्कल यहाँ आइ भन्दैन यत्रो नि र बाउ छोरा कस्तो देख्यौँ छोरा अन्त बाउ ह्यान्डसम छन् अब के गर्ने होइन होला के हो आफ्ना छम्मा छैनन् अब बाउ भक्क सिका देखिन्छन् छोरा बुढो देखिसकियो यार होइन हाम्रो अमृत दाइ हुनुहुन्छ होइन नवीन त्यस्तै बोल्दै आएर सुत्यो हो तेरो चाहिँ कहिले राखेको हाम्रो त कहिले कहिले बाउले सिग्नल ल होइन गाइज हामी चाहिँ अब यहाँ दाइँ हाल्ने ठाउँमा आइपुग्न लागिसक्यौँ होइन ल हेर्नु गाइज भ्यू हेर्नु भ्यू ल हेर्नु गाइज भ्यू हेर्नु होइन गाइज अब हामी यस्तै पल्लो हर साइला छोरा बोका हो होइन होइन क्यार्नी अब गाउँले जीवन होइन अब दाइँ हाल्न हिँड्नु पर्यो नहिँडिकन अब खाना पुग्न होइन गाइज अब क्यार्नी यस्तै छ अब लाइक सेयर कमेन्ट हानिदिनु होला होइन सब्सक्राइब नै हानिदिनु है फेरि म त फेरि बवाल हो नि गाइज होइन बाटो चाहिँ अलिक भिडै रहेछ होइन गाइज अहिले यस्तोमा फेरि हामी चाहिँ मुरी बोकेर आउनुपर्छ होइन गाइज अहिले हामी यही बाटो जाने ल होइन गाइज म हिँडेँ अब सार दाइ त्यहाँ पछाडि बस्नु भएको होइन ल हेर्नु गाइज भ्यू हेर्नु भ्यू ढिकी डाँडा भन्ने ठाउँ ट्याप्पै मुनि ढिकी डाँडाको भिड छ होइन गाइज यो ल हेर्नु गाइज अब त्यहाँ नि अब यस्तै छ अब यस्तै पर्यो अब म चाहिँ त्यहाँ दाइँ हाल्ने ठाउँमा अहिले चाहिँ हाम्रो गाउँमा होइन गोरुको कमी छ क्या गाइज गोरु चाहिँ अहिले हाम्रो छैनन् होइन सबले बेचिदिए अब के गर्ने उहाँ एउटा गोरु रहेछ उहाँ तल दाइँ रहेछ होइन गाइज एउटा मात्रै गोरु देखियो हाम्रो चाहिँ उहाँ बस्नु भयो होइन गाइजहरू सबै हुनुहुन्छ सबैजना हुनुहुन्छ होइन अब हामी जाँदैछौँ 3 जना थपिँदैछौँ त्यतिमा होइन अब रमाइलो हुन्छ होला सायद म नि पहिलोचोटि आउँदैछु गाइज यहाँ यो ठाउँमा होइन हाम्रो अङ्कल चाहिँ थड्डेर बस्यो नि गाइज त्यो चाहिँ लास्ट फटा खान् कि काम गर्नु भनेपछि लास्ट फटा त्यही छ है ल गाइज ल हेर्नु गाइज ल है गाइज बाई बाई छ होइन दिन हेर्नु गाइज ल गाइज म फेरि आएँ अब यहाँ पिरिम दाईको धान सुत्न आएको है हामी चाहिँ यहाँ हेर्नु यता देखाउनु नि यता देखाउनु त सबैजना बस्नु होइन गाइज अब हामी सकियो उता गएर बोल यता गएर बोल अनि धान छुट्यो अब त्यहाँ हेर्नु आमा धान चिनाउँदै हुनुहुन्छ त्यहाँ यो चाहिँ 1 नम्बरको बौला हो म चाहिँ बौला हुन्छन् होइन गाइस सबले मलाई होइन तर म सधैँ क्या बौला भए म धान छुट्न आउँथेँ र यार ऊ हाम्रो जानेवाले पराल छुट्दैछन् ढिकी डाँडा मुनि भन्दा अलिक प्रशंसा गर्न अलि उता गर मुनि होइन अलि उता गर
लु त्यहाँनिर बस्यो भने सिधै यहाँ आइन्छ गाइज त्यहाँबाट पानी कहिले नपस्नु है सिधै यहाँ धान रोप्छ फेरि त्यहाँबाट पानी पस्नुहुन्न दाल चाहिँ हेरे हेरे खानु होइन गाइज सबैको इन्टरभ्यू लिएर आजको साउबा साउबा सबैको इन्टरभ्यू लिएर कोही खुसी भएन अङ्कल यहाँ हुनुहुन्छ अङ्कल आज कस्तो भयो तपाईँलाई रमाइलो हो के रमाइलो भयो रमाइलो छ अब रमाइलो छ के काम गर्नु त नि यहाँ जिब्रो धान चुट्टियो परल चुट्टियो अब पराल त चुट्नु भएन भयो बोक्ने लाने धान पो चुट्नु भएको पराल काम चुट्नु भएको तपाईँ तपाईँको विषय उस के विचार के छ बोलिदिनु भन्दा विचार के छ अब यहाँ कति मुरी जति आउला ल भनिदिनु त धान 17 मरे हुन्छ नि ओइ कहिले त्यस्तो बोल्छ अहिले त्यस्तो बोल्छ आमाले धेरै फर्काइदिनु भयो क्या अलिक बढी भन्नुपर्छ 50 मुरी त भन्नुपर्छ पारा 20 मुरी त बा सन्जय सन्जय हुनुहुन्छ मर्यो मर्नुभयो भनेर सोधेको होइन क्या सन्जय हुनुहुन्छ भनेको कति मुरी भएको अरे बाको अनुभवमा 22-23 भन्नुभयो है 22 मरी 22 मुरी जति 22 मरी हुन्छ आज तपाईँलाई गाह्रो भयो कि सजिलो भयो कि के भयो कोस अरे कहाँको अरे त ठिकै हो सजिलै गछ सजिलै भयो किन नि त्यस्तो सजिलो ल गाइज हाम्रो उठ्ने कुरा भयो अब म काम गर्न जान्छु होइन ल होइन गाइज हामी चाहिँ धान चुटेर सबैजना बसेको ल होइन गाइज हामी जति म होइन